अक्षितर्पण र यसको सजिलो तरिका। नमस्कार, म कमल बहादुर आजलपट। खास गरी आँखा र यसबाट उत्पन्न हुने धेरै समस्याहरू जस्तै आँखाको सुक्खापन, आँखा रातो हुने, पोल्ने, कम दृष्टि, मोतीबिन्दु, आँखाको तनाव तथा भारीपन, अनिद्रा, मानसिक तनाव जस्ता विविध समस्याहरूमा अति उपयोगी विधि हो अक्षितर्पण। यसलाई प्रयोग गर्ने सजिलो तरिका यस्तो रहेको छ। यो त्रिफला घृत जुन जुनसुकै आयुर्वेद पसलमा पाइन्छ, यसलाई लगभग थोरै मात्रामा एउटा सफा भाँडामा राख्ने। अब एउटा भाँडोमा केही पानी तताउने। पानी तातो भइसकेपछि यो घिउ रहेको भाँडोलाई पानीमा राख्ने। घिउलाई हलुका आँखाले सहने गरी मात्र तताउने। तातो भाँडो छ, यसलाई अब यहाँबाट झिकौँ। आँखाले कतिको सहन सक्छ भनेर हातको बाहिरी छालामा चेक गर्ने। ठिकको तातो छ। अब यसलाई आँखामा राख्ने। उतारमा पल्टिने। यो कपासलाई आँखाको दुवैतिर राख्ने ताकि यो यसमा चुहिएको घिउ अनुहारमा तथा नाभिमा प्रयोग गर्न मिलोस्। अब आँखा बन्द। आँखाको यो भागमा र यो छेउको भागमा घिउ खन्याउने थोरै 4-5 थोपा हाले पुग्छ। आँखाको बिचमा होइन, छेउको भागमा घिउ राखेपछि आँखा बिस्तार आँखा खोल्ने र झमझम गर्ने। आँखा खोल्ने बन्द गर्ने। हल्का पिरो हुन सक्छ किन यो त्रिफला घृत हो। अब सबै खनाइदियो। बाँकी आँखा खोलिसकेपछि आँखा पिरो हुँदै जान्छ र यो बाँकी घिउलाई हामी फेसमा दल्न सक्छौँ। आँखालाई पनि पोषण, छालालाई पनि पोषण। आँखामा यसरी त्रिफला घृत राखिसकेपछि करिब आधी घन्टासम्म आँखालाई आराम दिनुपर्छ। हतार गरेर उठ्नु हुँदैन। यसै कारण राति सुत्ने बेलामा यो विधि प्रयोग गर्दा अति उपयोगी हुन्छ। हस् त, धन्यवाद।